ओके चिसो मान्छे यस्तो फिल्म जसले देखाउँछ कि नेपालमा कोरोना आएको बेला गाउँमा बस्ने गरिबले आफ्नो मान्छे मर्दा र विदेशबाट आएको त्यो लास काठमाडौँबाट आफ्नो गाउँ लैजान के कस्तो दुःख वा गाह्रो पनि फेस गर्नु पर्यो त्यो देखाउँछ। तर के यो फिल्म बास त्यही कुरालाई मात्र देखाउँछ त? ना, यो फिल्मको मेकर्सलाई सायद के देखाउन चाहन्थे भने कि कोरोना आएको बेला यदि कोही मान्छे मर्यो भने अरू केही कारणले मर्यो भने तर त्यो समाजमा के सोध्छ भने कोरोना ल्याएर मरेको हो र त्यो मान्छेको अन्तिम संस्कार पनि गर्न नदिने र हेनतेन गर्ने, जसले गर्दा सायद त्यो गाउँको मान्छे अथवा समाजको मान्छेले भिलेनको रूपमा देखाउन खोजेको छ। तर केस साँच्चै त्यो गाउँको आँगनमा सुरक्षाका निम्ति बसेको त्यो गाउँलेहरू खराब हुन् त अथवा भिलेन हुन्? र तपाईँ आफै सोच्नुहोस् न, देशमा महामारीको अवस्था छ जो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्दछ र अचानक गाउँमा यस्तो गाडी आउँछ जसमा लास छ र त्यसको देखबडीको कागजपत्र पनि छैन। तपाईँ त्यो ठाउँमा भएको भए तपाईँले के गर्नुहुन्थ्यो? अवश्य गाडी रोक्नुहुन्थ्यो, सोधपुछ गर्नुहुन्थ्यो, ओछिन कागज लिऊ अनि जाऊ भन्नुहुन्थ्यो। र यदि त्योभन्दा हजुरको साथीले कसैलाई हातपिट गरे हजुर पनि कुटपिट गर्न आउनुहुन्थ्यो। र यही कुरा यो फिल्मको क्लाइम्याक्स छ, जसले गर्दा गाउँको मान्छेले भिलेन देखाउन खोजेको छ। तर मेकर्सले यो कुरालाई ओभरस्याचुरेट गरेर क्लाइम्याक्समा देखाउँछन् र एउटा सेन्टी डायलग पनि दिन्छन् स्वस्तिमा खड्काको बाको क्यारेक्टरलाई जस्टिफाइबल गर्न, जुन कि मलाई चाहिँ कस्तो लाग्यो, ओभर ड्रामेटिक। अब यो फिल्मको कहानीको कुरा गर्ने नै हो भने यो फिल्मलाई आफ्नो राइटिङ देखाउन यस्तो धेरै कुराहरू नै छैन। यसको फर्स्ट हाफ भरि 3टा क्यारेक्टर एउटा गाडीभित्र ट्राभल गरेको देखाइन्छ। 3टा बीच खासै इन्ट्रेक्सन हुन्न। गाडीको अगाडिबाट क्यारेक्टरको फेसको सट, पछाडिबाट कफिन सट र वरिपरिको सिन बाहेक केही देखाइन्न। बेला बेलामा अल्ट्रा वाइड सट आउँछ जुन कि आई प्लेजिङ हुन्छ र फर्स्ट हाफमा अलिअलि इङ्गेजिङ बनाउन बेला बेलामा चेकपोस्ट सिनहरू आउँछन् जुन कि यस्तो युजफुल हुन्नन्। र यो फर्स्ट हाफको इन्टरभलभन्दा पहिला स्वस्तिमा खड्काको डायलग आउँछ जसमा चाहिँ अलि त्यो भाषा नबुझाइ के जस्तो लाग्यो मलाई चाहिँ। तर यो फिल्मको सुरुमा क्यारेक्टरहरू बीच आँखाको इन्ट्रेक्सनबाट स्टोरीको अथवा क्यारेक्टरको मोटिभ देखाइन्छ, विच इज क्वाइट गुड अथवा इम्प्रेसिभ। अब सेकेन्ड हाफ त झन् ओरिजिनल स्टोरीलाई छोडेर लभ स्टोरीतिर सिफ्ट हुन्छ र लास्ट हुन्छ र स्वस्तिमा खड्का र अर्पण थापाको क्यारेक्टरको बीच लभ स्टोरीमा झुलिरहन्छ र बिस्तारै अघि बढ्छ र क्लाइम्याक्समा भएको कान त मैले सुरुमै भनिसकेँ। अथवा यो फिल्मको ब्याकग्राउन्ड म्युजिक पनि कुनै ठाउँमा सिनसँग प्लेन्ट हुन्न। र मेन कुरा यो फिल्मले के देखाउँछ भने एक्टिङ त किन राम्रो गरे पनि राइटिङ राम्रो छैन भने फिल्म राम्रो बन्दैन। र यदि हजुरहरूले फिल्म हेरिसक्नु भने हजुरहरूलाई फिल्म कस्तो लाग्यो लेट मी नो इन द कमेन्ट। हस्त, धन्यवाद।